नमस्ते, मेरो नाम चाहिँ कल्पना गिरी हो। म चाहिँ अहिले हाल पन्जाबमा बस्छु है। मेरो बिहे नै यतै भएको हो, त्यस कारणले म चाहिँ यतै बस्छु। मेरो चाहिँ एउटा पार्सल आएको थियो कि नेपालीको हाम्रो फेभरेट खानाकोमा नास्तामा हैन, ब्रेकफास्टमा जति बेला पनि हामीले खान सक्छौँ खान्छौँ हैन र। अनि मलाई नेपालबाट कसैले पनि पठाइदिनु न यस्तो चिजहरू, अनि त्यही भएर मैले धेरै बेसी म आफै अनलाइन मगाउँछु क्या, मिसो भन्ने एप्सबाट। मिसोबाट मैले मगाएको यो हो वाइ चाउचाउ। तपाईहरुले पनि अगर इन्डियामा बस्नुहुन्छ भने जहाँ पनि जता बसे पनि तपाईहरुले चाहिँ मगाएर खान सक्नुहुन्छ। मैले चाहिँ मगाइसकेको छु, तपाईहरुले पनि मगाउने भए चाहिँ मगाएर खान सक्नुहुन्छ। जस्तो मगायो त्यस्तै नै आउँछ कि त्यस्तो फ्रड हुँदैन मिसोबाट, त्यही नै हो। हामी चाहिँ आमा छोरी मिलेर खोल्दैछौँ। छोराले भन्छ म पनि खोल्ने मामा भनेर, छोरा पनि क्यामेराको अगाडि आइसक्यो। अनि हामी चाहिँ छोराले भन्छ म क्यामेरा चलाउँछु मम्मी, म देखाउँछु भनेर भन्दै थियो। मैले भनेको नै हामी आफै देखाउँछु भनेर। ओके, बाइ बाइ।